नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। काठमाडौँ मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासङ्घले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ। महासङ्घले काठमाडौँमा संसद बाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध कानुनी संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासङ्घले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाद्वारा वैशाख 26 गते संसदमा दर्ता नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक जस्ताको त्यस्तै पास भएमा संविधानबाट प्राप्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि अंकुश लाग्नेछ। उक्त विधेयक फिर्ता लिन माग राख्दै पत्रकार महासङ्घ र पेशागत सङ्गठनहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन्। धनुषा जिल्ला प्रहरी कार्यालयले कार्यालय परिसरमा ब्यारेक भवन निर्माण गरेको छ। प्रदेश 2 प्रहरी प्रमुख DIG हरिबहादुर पालले सुविधा सम्पन्न ब्यारेक भवनको बिहिबार उद्घाटन गर्नुभएको हो। 1 बिघाभन्दा बढी जमिनमा 3 तल्ले ब्यारेक भवन निर्माण गरिएको छ। भवनमा निर्माणमा 4 करोड 65 लाखभन्दा बढी खर्च भएको छ। कार्यक्रममा प्रदेश प्रहरी प्रमुख पालले आधुनिक सुविधासहित नयाँ भवनमा नयाँ सोचसहित जिल्लाका प्रहरीले काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न समुदायको सहयोग अपरिहार्य रहेको जिकिर गर्दै आफू सबैप्रति समान दृष्टिकोण राखी काम गर्न सदैव तयार रहेको प्रतिबद्धता जनाउनुभयो। भवन छ 2068 सालमा म हुँदाखेरि भर्खर निर्माण कार्य सुरु भएको थियो, तर यसको आदि नहुँदै मेरो सर भएर म यहाँबाट हिँड्नु पर्यो र यो अगाडि यो हाम्रो महिला तथा बालबालिका सेवा केन्द्र पनि मेरै पालामा यसको टेन्डर भएर भवनको चाहिँ कार्य सुरु भएको थियो। तर अब विभिन्न कारणले गर्दाखेरि म यहाँ नबसिकन म जानु पर्यो र यो भवनको चाहिँ मैले भनौँ न अब त्यति बेलाको त्यो उपभोग गर्न पाएन। तर एउटा खुसीको कुरा के छ भने अहिले आएर म यस ठाउँमा आएर जुन यो नवनिर्मित ब्यारेक भवनको उद्घाटन गर्न पाउँदाखेरि एकदमै म खुसी छु र म यहाँलाई आश्वस्त दिलाउन चाहन्छु र यस भवनबाट जुन यो नवनिर्मित भवनबाट जुन हाम्रा प्रहरी कर्मचारीहरूले जुन यो लाभ लिनेछन् र यसमा बसेर नयाँ भवनको साथसाथै हाम्रो प्रहरी कर्मचारीहरूमा पनि सोचमा पनि नयाँ आउँछ भन्ने म यहाँलाई विश्वास दिलाउन चाहन्छु। प्रमुख पालले प्रदेश 2 मा बिचौलिया धेरै सक्रिय भएको र गाउँ सोझा साझासँग गलत फाइदा उठाउने गरेको भन्दै यस्ता व्यक्तिलाई प्रोत्साहन नगर्न समेत आग्रह गर्नुभयो। कार्यक्रममा धनुषा प्रहरी प्रमुख शेखर खनालले जिल्लामा शान्ति सुरक्षा कायम गर्न धनुषा प्रहरी सधैँ प्रतिबद्धता रहेको बताउनुभयो। कार्यक्रममा धनुषाका प्रहरी प्रवक्ता DSP रामेश्वर कार्की, जनकपुर उपमहानगरपालिकाका वडा नम्बर 4 का अध्यक्ष सुदर्शन सिंह लगायतको उपस्थिति थियो। धनुषा जिल्ला प्रहरी कार्यालयमा अहिले 150 प्रहरी कार्यरत छन्। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पूर्ण आह्वान गर्नुभएको छ। अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दाबी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरूको ध्यान आकर्षण गराउनुभयो। नेपाल भारत लगानी प्रदर्शन तथा सम्मेलनको दोस्रो दिन बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको पनि स्पष्ट पार्नुभयो। अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरूको अनुभव उपयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले 2 मुलुक बीचको व्यापार क्षेत्रको विस्तारका लागि सो सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भारतको ब्रान्डेड वस्तुहरूको अनुभव लिएर नेपालले पनि ब्रान्डेड वस्तुहरू उत्पादनमा जोड दिन सक्ने पनि स्मरण गराउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घ, भारतीय दूतावास र इन्डियन फ्रेन्चाइज कम्पनीको संयुक्त आयोजनामा आयोजना गरिएको सो सम्मेलनमा 60 वटा भन्दा बढी ब्रान्डेड कम्पनीका उद्योगीहरू सहभागी भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थाहरूलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरूलाई कडा निर्देशन दिनुभएको छ। मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्नो गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरूलाई सचेत गराउनुभयो। सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको 30औं स्थापना दिवसको अवसर पारेर बिहिबार काठमाडौँमा आयोजित
एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक संस्थाहरूलाई नाफामा लैजाने गरी पारदर्शिता साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण गराउनुभयो। मन्त्री विष्टले कर्मचारीहरूको तलब सहितको सेवा सुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिद बिक्रीको अभिलेख राख्न पनि भनी दिएको निर्देशन गैरकानुन भएको खुलासा गर्नुभएको छ। उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिस्ट्रारको कार्यालय रजिस्ट्रार भुवनहरी अर्यालले मन्त्री यादवको सो निर्देशन गैरकानुन भएको स्वीकार गर्नुभएको हो। बिहिबार सङ्घीय संसदको आयोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री यादवले दिएको सो निर्देशन गैरकानुन भएको दाबी गर्दै खारेज गर्न पाऊँ भनी दिएको उजुरीको विषयमा छलफल गर्ने क्रममा उद्योग सचिव खतिवडाले कम्पनी ऐनमा कहीँ कतै उल्लेख नभएको विषयमा दिएको निर्देशनलाई कानुनसम्मत भन्न नमिल्ने पनि स्पष्ट पार्नुभयो। अहिले समस्याको समाधान पनि मन्त्रालयका हेर्दै जाँदाखेरि सुशासन ऐनको दफा 9 बमोजिम त्यो चाहिँ अब सचिवालयबाटै मन्त्रीज्यूकै उसबाट पोलिटिकल लेभलबाट चाहिँ लिखितमै निर्देशन भएको, त्यो निर्देशन गर्न सकिने र त्यो चाहिँ पालना गर्नुपर्ने भन्ने छ सुशासन ऐनमा। तर अब कम्पनी ऐन कम्पनीलाई नियमन गर्ने भनेको शक्तिशाली ऐन कम्पनी ऐन नै हो। कम्पनी ऐनमा यो स्पष्ट रूपमा छैन। सबैको सेयरलाई एउटा सम्पत्तिको प्रपर्टीको रक्षा गर्नुपर्ने भएको र त्यो अवस्था आएको कारणले गर्दाखेरि यो चाहिँ एउटा आदेश जारी गरिएको अवस्था हो। र अब यसको कम्पनी ऐनको कार्यान्वयनको सिलसिलामा चित्त नबुझेका कुरा अरू एउटा चाहिँ अब स्पष्टै छ कानुनमा पनि। त्यसै गरी कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार अर्यालले मन्त्री यादवले निर्देशन दिएपछि आफूहरूले त्यसलाई कार्यान्वयनका लागि सबै ठाउँमा परिपत्र गर्नुपरेको स्पष्टीकरण दिनुभएको थियो। तर मन्त्री यादवको निर्देशनपछि अदालत र राजदूतावासबाट 3-3वटा भन्दा बढी सेयर अभिलेख नभएको कम्पनी रजिस्ट्रारको कार्यालयको भनाइ छ। अदालतबाट करिबन 3टा होला 2-3टा यस्तो धेरै जस्तो नगर्ने रहेछ। अदालतबाट खासै आएर आछैन भन्दा आछ, तर साह्रै थोरै 2टा बढीमा 3टा आएको छ। त्यस्तै दूतावासबाट पनि 2टा जति आएको छ, अरू आएको छैन। अनि हामीहरू गरिराखेका छौँ। अनि इटरी र बुटवलमा नेपाल सरकारको निर्णयअनुसार शाखा खोल्ने कार्य भइराखेको र अब केही थोरै काम बाँकी छ। अब निकट भविष्यमा त्यसले काम गर्छ। बजेट पनि पाइसकेको छ। बैठकमा समितिका सदस्यहरूले भने मन्त्री यादवको सो निर्देशन कानुन विपरीत भए नभनेको सचिव खतिवडालाई प्रश्न गरेका थिए। कम्पनी ऐन अनुसार सेयरको सबै अभिलेख कम्पनी रजिस्ट्रारको कार्यालयमा राख्नुपर्ने हुनेछ, तर मन्त्री यादवले अदालत र राजदूतावासमा पनि राख्न दिएको निर्देशन गैरकानुन भएको दाबी गर्दै उजुरीकर्ताले त्यसलाई खारेज गर्न माग गर्दै सो समितिमा उजुरी दिएको हो। सो उजुरीमाथि सम्बन्धित निकायसँग छलफल गर्ने काम सुरु गरिएको र मन्त्री यादवसँग स्पष्टीकरण लिएपछि सो सम्बन्धमा आवश्यक निर्देशन दिने तयारी गरिएका समितिका सभापति रामनारायण बिडारीले जानकारी दिनुभयो। स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गरेका डाक्टर सीके राउत खुला राजनीतिमा आए लगतै राउत नेतृत्वको गठबन्धन समूहका असन्तुष्टि पक्षले डाक्टर मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चासँग एकीकरण गरेका छ। मोर्चाको अध्यक्ष डाक्टर मुक्ति र गठबन्धनका असन्तुष्टि समूहको नेतृत्व गरेको जासर यादवले बिहिबार एकीकरण भएको घोषणा गरेका हुन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेसको मुद्दा छाडेर छिटै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन्। विज्ञप्तिमा मधेसलाई सबैले धोका दिँदै आएकाले मधेस मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता गरेको छ। उनीहरूले जेठ 20 गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन्। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसङ्ग। सर्लाहीको लालबन्दीबाट 100 किलो गाजासहित बिहिबार 2 जना पक्राउ परेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका 14 गङ्गटेबाट सर्लाहीकै सानो कान्छा योन्जन र पर्साको पर्सागढी नगरपालिका 9 मनुवा बजारका 34 वर्षका प्रगन सहनीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट 100 किलो गाजा बनाउन प्रयोग गरिने काठको फर्मा लगायतका सामानहरू समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। पक्राउ परेका दुवैजना पेशेवर लागु औषध ओसार पोसार संलग्न रहेको प्रहरीले जनाएको छ। त्यस्तै पर्साको महादेवपट्टी प्रहरी चौकीका प्रहरीले 7 केजी लागु औषध गाजासहित एक भारतीयलाई पक्राउ गरेको छ। पर्साको ओरिया खोला किनारबाट BR 22M 23
79 नम्बरको मोटरसाइकलमा गाँजा लिएर भारततर्फ जाँदै गरेको बेला प्रहरले अभियुक्तलाई गाँजासहित नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका भारतीय नागरिक भारतको बिहार राज्य पश्चिम चम्पारण भगाहा बस्ने सुखराम महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। काठमाडौँमा 9औं राष्ट्रिय ललितकला प्रदर्शनी सुरु भएको छ। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले काठमाडौँको बबर महल स्थित आर्ट काउन्सिलमा आयोजना गरेको सो प्रदर्शनीको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो। त्यस अवसरमा उहाँले सो प्रदर्शनीले मुलुकको समृद्धिको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले पुर्याउँदै आएको योगदानको पनि प्रशंसा गर्नुभएको थियो। प्रादेशिक तथा राष्ट्रिय कुरा म सरकारको तर्फबाट प्रशंसा गर्ने हिसाबले उल्लेख गर्न चाहन्छु। कुनै राष्ट्रको सभ्यता र पहिचानको निर्माणमा भाषाको कुरा, कला र संस्कृतिको कुरा, यो लगायत साहित्यको कुरा महत्त्वपूर्ण भूमिका हुन्छ। यसको सर्वाधिक महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा हामी सबैले स्वीकार्दै आएको विषय हो। नेपालको राष्ट्र निर्माणमा पनि यिनै तत्त्वहरू अत्यन्त बलशाली रहेका छन्। हाम्रो मौलिकता यिनैमा स्पष्ट प्रतिबिम्बित। कार्यक्रममा अर्नीको राष्ट्रिय ललित कला प्रज्ञा सम्मान वरिष्ठ कलाधर निजी काजी ताम्राकाण्ड र रतन कुमार राईलाई प्रदान गरिएको थियो। उपप्रधानमन्त्री पोखरेलले कलादय ताम्राकाण्ड र राईलाई नगद 1 लाख सहित सो सम्मान प्रदान गर्नुभएको हो। नेपाली कला क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्देश्यका साथ सुरु भएको सो प्रदर्शनी 20 दिनसम्म चल्नेछ। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।